अनि गाइस मैले एउटा कुरा बिर्सेछु कि जबरजस्ती छ जबरजस्ती यति धेरै सामान गाडी चाहिँ हामी दुईजनाले रिजर्भ हान्दैन खाइ ल गाइस सर्पले खाएन तर म एक्लै बाख्रा चराएर फर्क्यो हाम्रो सामान पुग्ने भरियाहरूलाई नि नमस्ते गर्नु है ल तरकारी पकाउनु लाग्यो तरकारी लिएर आयो आफ्नै गाउँ फर्कियो कलेक्सन धेरै छैन ह्यापी तमुलो साल Hello guys, welcome back to my channel and welcome again to my vlog. आज मैले भ्लग स्टार्ट गर्दैछु किनभने आज हामी गाउँ जाँदैछौँ दुईजना सिधाले अगाडितिर भन्नु अगाडि चाहिँ होइन तर यस्तो चिसो छ हेर्नुहोस् यस्तो नजरा सब हुस्सी पऱ्यो हुस्सी हामी चाहिँ अहिले सब्जी मन्डी आइसकेका छौँ मम्मीले केही कोसेलीहरू लगिदिनलाई कोसेली सब्जी मन्डीको नजरा प्याक छ गाइस प्याक म कस्तो आइरहेको छु हामीले तरकारी किनिसक्यौँ कोसेली टमाटर अनि देखाइदेऊ के हो मुया आलु यही हो हाम्रो कोसेली मम्मीलाई ल हामी तरकारी किनिसक्यौँ अब हामी बस पार्कमा जान्छौँ बस चढ्छौँ त्यसपछि भेटौँला गाइस हामी चाहिँ बस पार्क आइसक्यौँ अनि बस चाहिँ अब 9:15 हिँड्ने रे त्यही भएर हामी चाहिँ बाहिर डोलफिल गर्दैछौँ अनि गाइस मैले एउटा कुरा बिर्सेछु कि आज मैले ओटिटी देखाउनै बिर्सेछु कि अब ओटिटी हेरौँ ल गाइस आजको मेरो आउटफिट अफ द डे हेरौँ है गाइस दिस वान इज फ्रम घोगे हजुर पाइन ज्याकेट ब्याग अहिले जाडो हुन्छ त्यही भएर टोपी पनि छ त्यही हो गाइस यही देखाउन बिर्सेको थिएँ गाडी चढिसक्यौँ है गाडी चढिसक्यौँ जबरजस्ती छ जबरजस्ती यति धेरै सामान भिडाइदिइसक्यो कि रमाइलो गाडीमा रमाइलो गाडीमा जानको झ्याउ यही छ कि यस्तो गाडी सबै खाली छ कि हामी चाहिँ अहिले हल्का यतापट्टि आइपुगिसकेँ मैले फ्ल्यास लाइट बालेर कस्तो आउँदो रहेछ कति बालेर हेरेको छु गाडीमा चाहिँ कोही छैन है गाइस गाडी चाहिँ हामी दुईजनाले रिजर्भ हान्दैन मुगली आइपुग्यो गाडीको गीत सुनेर रमाइलो गर्नुहोस् फाइनली हामी चाहिँ खालखाटामा आइपुगिसक्यौँ घाम नलागेको छैन अहिलेसम्म कति 10 बजिसक्यो होला है 10-11 कति 10:30 जति भयो होला 11 बज्न लागिसक्यो तर पनि घामै लागेन गाइस यस्तो चिसो छ जाडो भइसक्यो सिन हेर्नु न सिन ओ माई गड सम कुहिरो र धुस्सो मात्रै हो कि खाजासाजा खाइभएर अब हामी जाँदैछौँ गाडीमा मैले खाजा खाँदाखेरि बनाउन बिर्सेछु भिडियो कति घन्टापछि हिँडेर 6-7 घन्टा गाडीको सफरपछि बल्ल हाम्रो घर जाने बाटोमा ओर्लियौँ अनि हाम्रो सामान पुग्ने भरियाहरूलाई नि ढाटेको मम्मीहरू सानो हामीलाई लिन आएको थियौँ ल मम्मी र सानो हामीलाई लिन आएको थियो अब म मेरो भ्लगमा मम्मीलाई देखाउँदैछु हेलो गरेर नमस्ते गर्नु है ल भन्नु न गर्दैन गाडी लागेर म कति घन्टा 3-4 घन्टा त मस्त निदायो होला यस्तो भात खाएर म त हिँड्दै त खाइनँ अब बाटो जान्छु अब यहाँबाट नि 5 मिनट जति लाग्छ हिँडेर त्यसपछि घर पुगेर भेटौँला यो जङ्गल देख्दा चाहिँ मलाई के याद आउँछ भने म यहाँ एक्लै बाख्रा चराउन आउँदाखेरि सर्पले खाएन तर म एक्लै बाख्रा चराएर फर्क्यो के कुरा गरम बल्ल घर आयो कति मम्मी तपाईँ अस्ति नै बिरामी कुन महिनामा बारे तपाईँ ल भदौपछि बल्ल म घर आउँदैछु सुनाएको के भदौ भनेपछि 5 महिनापछि म घर आएँ आफ्नै गाउँ फर्कियो यस्तो जङ्गल गाडीबाट त ओर्लेन मासु त के न क्या अलिअलि सुनाइदिउँ न अब एकचोटि घर गएर भेटौँला अब एकछिन पैदल यात्रा गरौँ फाइनली आफ्नो गाउँघरमा आइपुग्यो ल हो
दामी देख्या सब धान काटेर उजाड छ सिनारियो अब घर पुग्नै लाग्यो अहिले घर आइपुग्यो घरको नजारा अब दामी होला फेरि है अब एकलट घरबाट देखिने सिन यस्तो राम्रो देखियो कि यो बादल है अरू त केही पनि छैन यो फुल त अझै फुलिरहेको रहेछ कति मजाले लुगा सुगा फेरेर फ्रेस भएर ल अब यो चाहिँ हामी दिदीबहिनीको कलेक्सन धेरै छैन कुन हो सानो तल दिएको यो हो ए मेरो मेडल त कुच्चियो छ यार यो मैले पाएको मेडल हो यो नि मैले पाएको यो नि हो मैले पाएको ल है त गाइज फाइनल्ली लुगा सुगा फेरियो अब खाजा खानको लागि रेडी भएको अवस्था अब हामी थियौँ दिदीबहिनी मिलेर खाजा खान्छौँ अब यहाँ सानोले देखाउँदैछ प्र्याक्टिकल मन देखाइदियो नि त ल के बनाइसकिस् ल लेखेर मात्र यसको अक्षर हेरेर ल सिधा गर्दैन मेरो हात पट्टा के देखेँ होइन कति सानो सानो बनाएर ठुलो भन्नु पर्दैन यसको प्र्याक्टिकल के साइन्सको प्र्याक्टिकल हो हामीले पनि लोड गरियो प्र्याक्टिकल खोइ त भोक लागिसक्यो यहाँ खाजा चाहिँ के हो भन्दाखेरि करेन्ट यो जापानिज भाषा आउँदैन आफै पढेर बुझिदिनु हो क्या कप नुडल्स यसले जानेको अनि हामी अब खाजा खान्छौँ अनि बल्ल आज त्यही पनि आजको भ्लग के कस्तो भयो गाडी लागेर मलाई राम्रोसँग भएन होला जिगज्याग जस्तो मुस्तो जस्तो भए म टनुङ टुटुङ मिलाएर हाल्छु तपाईँहरू मनोरञ्जन गरेर हेरिदिनु होला बोरिङ नमानिदिनु होला होइन हुने लाग्यो अब हाम्रो खाजा रेडी भएको अवस्था यसले फर्स्ट बाइट पनि खाइसक्यो अब मेरो पाली तपाईँ नि खाने मम्मी खाजा मम्मी नै खाने मम्मी झन् अस्तिबाट खान्छौँ भने हो ल अलिकति खान्छु भाग कुर्दा अब मेरो पालो खाने पालो कुर्दा ल खाइ ल गाइस लगेको क्या भिडियो हुने भ्लग अबे निदर काटेको तेरो त दारी ढुङ्गा सबै देखिया हो नि रे के चाहिँ नमिलो यार है अब मेरो पाली अहिले न म कुर्दा यार थोरै इङ्ग्लिसै खान्छु अब मम्मीको पाली ल भन्दैन ल खोइ आयो को हाम्रो ग्यास ग्यास आयो चामल नि भने हो ल है त अब मेरो पाली फाइनली गाइस सबै चस्मा झोल पनि खान्न ल गाइस खाजा खाइसकेर अब हामी खाना बनाउँदैछौँ अथेन्टिक पारामा लोकल पारामा सरर आगोमा पकाएर भात यता के भन्छ यसले कोइला चुरोमा पाक्दैछ यता छिन बहिनीले तरकारी लिएर आयो तरकारी पकाउनु लाग्यो तरकारी लिएर आयो बत्ती लिइसके तरकारी लिइसके अब हामी किचनतर्फ जाँदैछौँ यो बिरालो चाहिँ कस्तो ढोकामा आएर बस्यो गर्छ अब हाम्रो तरकारी पाक्ने कार्यक्रम सुरु भएको छ ल बत्ती बाल्दैछु तेल मलाई बोलाउने को हो म कसले आऊ कसले यहाँ दिदीको भ्लगमा हाई गरिदेऊ नि त हाई गल यहाँ हाई नमस्ते लाज लाग्यो मलाई मेरो नाम के हो आऊ बच्चा गर्छ भ्लगमा लाज लाग्यो मम्मी जाने बल्ल आज कतिपछि गाउँ आएको डुल्न मन लाग्यो ल ल ल बाई जान्छौ ल ल जबले चाहिँ खानासाना खाइसक्यौँ अघि खाना बनाउँदै गरेको भिडियो खिचेको थियौँ त्यसपछि मैले भिडियो बनाउँछु भनेको मोबाइल चार्जमा राखेँ त्यसपछि बिर्सेँ मैले सबैजनाले तत्त खाइदिइहाल्नु भनेर भातसात खाइदिइसकेँ मैले भिडियो बनाउनु बिर्सेछु के गाइस तर पनि भिडियो चाहिँ मैले अहिले यहीँ एन्डिङ गर्न लागेको मेरो गाउँ आएको भ्लग हजुरहरूले कस्तो लाग्यो मनपर्छ भने भिडियोलाई लाइक गरिदिनु अनि सेयर गरिदिनुहोस् अनि सब्सक्राइब
ल अब हजुरहरूले यति नै अनि बाइ द वे हामी गोवाको रिजन चाहिँ के हो भन्दाखेरि पुस 15 मनाउनको लागि अब होइन यो भ्लग कहिलेसम्म आउँछ भन्ने कुरा त थाहा छैन नि त टाइम लाग्छ तर पनि अब लास्टमा भए पनि हजुरहरूलाई चाहिँ पुस 15 को त्यस्तो भन्यो कि ह्याप्पी तमुल हो ल 1 2 3 को हजुर सबैलाई ह्याप्पी तमुल लोसार पुस 15 को हजुरहरूलाई धेरै धेरै शुभकामना बाई बाई अब हामी अर्को भ्लगमा भेट्छौँ बाई गरिदेऊ बाई